तिमीहरूको इन्टर्नसिप तिमीहरूसँगै राख्ने। मर्निङ सर, म यहाँ त्यो इन्टर्नसिपको लागि अप्लाई गर्न आएको। ए तिमी यहाँ इन्टर्नसिपको लागि आएको? हजुर हजुर, म यहाँ इन्टर्नसिपको लागि आएको। अनि मेरो काम चाहिँ कति बजीदेखि कति बजीसम्म हुन्छ त्यस्तै। इन्टर्नसिपमा त्यही हो, अब तिम्रो बिहान 10 बजीदेखि बेलुका 7 बजीसम्म काम हुन्छ होइन। अनि त्यसमा चाहिँ हामीले तिमीलाई प्रोभाइड गर्ने भने दिनमा 1 कप चिया त्यति मात्र हो। अनि तिम्रो गाडी भाडा साडा त्यो सबै तिमीले आफैले हेर्छौ, हामीले केही पनि दिँदैनौँ कम्पनीको उसबाट। अनि तिम्रो 2 मन्थ्सको हुन्छ। अँ, दिनमा जब 1 कप चिया। म 11 किलोमिटर टाढादेखि आउनुपर्छ र तिमीहरूको काम मैले 10-11 घन्टा गरेर दिनमा 1 कप चिया, बाँकीको खाजा त्यो बस सबै मेरै खर्च। अनि पेमेन्टहरू नि केही छैन। कस्तो हो के पेमेन्ट हुँदैन? तिमीले पाइरहेछौ त भाइ, 2 महिनाको एक्सपिरियन्स पाइरहेछौ, त्यसपछि कस्तो राम्रो राम्रो जब पाउँछौ। पाइहाल्यो नि, एक्सपिरियन्स पाउँछौ 2 महिनाको। ए 2 महिनाको एक्सपिरियन्स होइन? अनि मैले खाजा पसलको एन्टीलाई, एन्टी यो पैसा चाहिँ छोड्नु, म मेरो 2 महिनाको एक्सपिरियन्सबाट 15 मिनटको एक्सपिरियन्स तपाईँलाई दिन्छु। अनि त्यो बसको खलेलाई पनि, भाइ म तिमीलाई 2 महिनाकोबाट 5 मिनटको एक्सपिरियन्स तिमीलाई दिन्छु भनेर भन्नु होला होइन? तिमीहरूको इन्टर्नसिप तिमीहरूसँगै राख्ने आमा पाखाहरू के काम हराएर राखिरहेछ, पेमेन्ट सेमेन्ट केही छैन, एक्सपिरियन्समा पैसा आउँछ अरे। तिमीहरूले सिकाउनु लागि सबै हाल्छ म्याम, त्योभन्दा नयाँ केही सिक्न पाउँछ भनेर पाउँछु म यहाँ त। त्यसमा कस्तो पागल मान्छे होला, झन् एक्सपिरियन्स पाउँछ भन्दा त।